यो वर्षको प्री तिहार फेस्ट मैले इम्बार्कमा कसरी मनाएँ त? हेलो एन्ड नमस्ते एभ्रिवान, इट्स मी मनिषा। सो जाने बित्तिकै चाहिँ दियोमा कलरिङहरू गरिरहनु भएको थियो। स्टल्सहरू पनि डिफ्रेन्ट थियो। पानीपुरी स्टलमा चाहिँ एकदम नै भिड थियो। मैले पनि पानीपुरी कस्तो रहेछ त भनेर ट्राई गरिहालेँ र मलाई चाहिँ एकदमै मिठो लाग्यो। सो स्टल्सहरू चाहिँ डिफ्रेन्ट थियो। लाइक इम्बार्कले चाहिँ आफ्नो स्टुडेन्ट्सहरूलाई चाहिँ एकदमै गाइड गर्नुहुन्छ बिजनेसेसहरूमा। सो यहाँ चाहिँ बुक्सहरूदेखि लिएर भेरियस स्टल्सहरू थियो। सो सुरुमा चाहिँ मेरो पर्फर्मेन्स आइहाल्यो। म त भागी एक्साइटमेन्टमा डान्स गर्न गइहालेँ। सो आफ्नो पुरानो हाई स्कुल फ्रेन्डलाई चाहिँ फेरि पनि इम्बार्कमा देख्न पाउँदा एकदमै खुसी थिएँ। उसको ब्यान्डले पनि एकदमै दामी पर्फर्म गरेको थियो। अर्को चाहिँ एकदम अनएक्सपेक्टेड थियो उहाँको डान्स। एकदमै उहाँ चाहिँ मेरो ब्याचमेट हुनुहुन्छ। एकदमै खतरा डान्स गर्नुभएको थियो उहाँले। सो सी इज प्रिकुटी माई फ्रेन्ड र उसले पनि बातिका एम राईको एकदम दामी गीत गाउनु भएको थियो। सो हाइलाइट अफ द सो चाहिँ यो पर्फर्मेन्स थियो। एकदमै फुल अफ एनर्जी र उहाँहरूको डान्स हेर्न पाउँदाखेरि चाहिँ म एकदमै खुसी थिएँ। त्यहाँ गएर चाहिँ उहाँहरूसँगै जोइन हुन पाऊँ जस्तो पनि भएको थियो। एकदमै उहाँहरूले चाहिँ यो तिहारको फेस्टलाई चाहिँ अझ रौनक ल्याएको चाहिँ यो पर्फर्मेन्स नै थियो। सो माई फ्रेन्ड चक्लेट बाई पिएसलाई पनि मैले उसलाई भेट्न पाएँ र उसको स्टलबाट मैले चक्लेट्सहरू किनेँ। सो म्युजिकल नाइट थियो। एकदमै राम्रो सिङ्गर्सहरू हुनुहुन्थ्यो। उहाँहरूले चाहिँ एकदमै राम्रो गीत गाउनु भएको थियो। हाम्रो यो तिहारको फेस्टलाई अझ रमाइलो बनाउनु भयो। लास्टमा चाहिँ मेरो पर्फर्मेन्स थियो। सो फेरि पनि म डान्स गर्न स्टेजमा गइहालेँ। घर जाने बेला पनि भइसकेको थियो। सो हाम्रो स्टुडेन्ट्सहरूले चाहिँ रङ्गोली पनि बनाउनु भएको थियो। लाइट्सहरू हालेर कलेज एकदमै दामी देखिएको थियो। थ्याङ्क यू फर वाचिङ।